हेलो एभ्रिवान। आज चाहिँ म हजुरहरूसँग गफ गर्दै करेन्ट नुडल खाँदैछु। हेर्दै गर्नुहोला। मलाई आज एकदमै करेन्ट नुडल्स खान मन लाग्यो, त्यही भएर पिरो पिरो यम्मी यम्मी तातो तातो कसलाई मनपर्छ यस्तो पिरो नुडल्स कमेन्ट गर्नुहोला। तर सेतै देखिरहेको छ यहाँ त के भयो। अनि अन्डा पनि छ दुईटा, कलरै देखेन तर आज मलाई धेरै नै एकदमै पिरो पिरो खान मन लाग्यो है। ल साथीहरू, आज म तातो तातो नुडल्स खान्छु विथ एग। कसलाई मनपर्छ यो करेन्ट नुडल्स भन्नु होला है साथीहरू। ल खाए है। कहिलेकाहीँ यस्तो खान मनपर्छ नि यो नुडल्सहरू। खाना मन लाग्दैन अनि खानाको सट्टा यही नुडल्स बनायो, पिरो नुडल्स। कसैलाई त खान पनि मिल्दैन होला यस्तो है, कतिले खानै मिल्दैन। पिरो खायो भने के हुन्छ भन्छन्। तर पनि खान मन लाग्ने साथीहरू, तर पनि म अन्न भनेको कहिले पनि फाल्दिनँ। साथीहरू, कतिजनाको बानी हुन्छ कि बिहे पार्टीतिर गयो होइन, खाना चाहिँ प्लेटभरि लिन्छ लास्टमा फालिदिन्छ नि। त्यो जस्तो नराम्रो मलाई केही पनि लाग्दैन, त्यो एकदमै मन पर्दैन। म आफै पनि कहिले पनि त्यस्तो गर्दिनँ। जति म खान सक्छु
त्यही अनुसारको मात्रै प्लेटमा सर्भ गर्ने बानी छ होइन। कसैको पनि बिहे वर्तमान पार्टीमा गइन्छ नि हामी, खानाहरू टन्न प्लेटभरि लिएर लास्टमा फाल्छन् नि, आधीसरी नै फाल्छन् कि कतिको बानी हुन्छ कि त्यस्तो। तर मलाई त्यस्तो बानी एकदमै मन पर्दैन। म आफै पनि कहिले पनि त्यस्तो गर्दिनँ, अनि अरूले गरेको पनि मन पर्दैन। एकदमै ब्याड ह्याबिट हो त्यो। कसैलाई खाना पुगिरहेको हुँदैन। कतिपय पार्टीहरूमा त सुरुमा खाने जतिले खान्छन्, लास्टमा पछि आउनेले त खानै बचिया हुँदैन कि, फेरि डबल दोहोऱ्याएर पकाउनु परिरहेको हुन्छ। कुनै बेला भोकै पनि फेरि त गइरहेको हुन्छ कि खाना नपकाउने भनेरै त्यस्तै सिचुएसन आउँछ नि त। कोही अब जान्तीहरूलाई चाहिँ नपुगेको खण्डमा चाहिँ त्यस्तो हुन्छ कि। अनि त्यही भएर म यही भन्न चाहन्छु साथीहरू, कसै पनि बिहे पार्टी वर्तमानमा यदि हजुरहरू भोज खान जाँदै हुनुहुन्छ भने जति आफ्नो क्यापेसिटी छ खान सक्ने त्यति नै मात्रै लिनु होला। बरु थपेर खानु होला। सुरुमा थोरै लिनु होला, बरु पछि थपेर खान पनि मिल्छ नि त। तर खाना चाहिँ वेस्ट कहिले नफाल्नु होला भन्ने अनुरोध गर्दछु हजुरहरूसँग। कति मान्छेहरू खान नपाएर भोकै बसिरहेको हुन्छ, खान नपाएर होइन। त्यो व्यक्तिले त्यही अन्न दिए भने कति आशिष मिल्छ कि हामीलाई। त्यही भएर खाना कहिले पनि नफाल्नु होला हजुरहरू पनि। बोल्दा सेलाइसक्यो। अनि घरमा नि खाना सकेसम्म खाना बचिहाल्यो भने सकेसम्म नफाल्नु होला। सकेसम्म धेरै पनि पकाउँदिनँ, पकाइहाल्यो भने थोरै बचिहाल्यो भने म कहिले पनि त फाल्दिनँ। बिहानको बेलुका बच्यो भने खाइन्छ, बेलुकाको बिहान थोरै भुजा पनि बचिहाल्यो भने भुजा, अब यहाँ हामीहरूले भुजा भन्छौँ भातलाई, भात बचिहाल्यो भने नि थोरै बचिहाल्यो भने म चाहिँ खान्छु। बच्चाहरूलाई चाहिँ दिँदैन, म आफै खान्छु। त्यो खाना चाहिँ कहिले पनि वेस्ट फाल्ने गरेको छैन। एउटा उखान छ नि, के भनेर भनिन्छ नि, सुख पायो भनेर नमात्तिनु, दुःख पायो भनेर नआत्तिनु हो। जस्तो पनि सिचुएसनको हामीले सामना गर्नुपर्छ। सुख पायो भनेर मात्तिनु पनि हुँदैन, खाना होस् कि जे होस् उडलधुडल गर्नु पनि भएन, र दुःख पायो भनेर पनि आत्तिनु हुँदैन। त्यो स्थितिलाई कसरी हुन्छ हामीले लडेर अगाडि बढ्न सक्नुपर्छ। फिनिस्ड। हजुरहरू चाहिँ कहिले पनि खाना अन्न चाहिँ वेस्ट नगर्नु होला कहिले पनि। लौ बरु बिहे पार्टीमा बचिहाले खाना छ भने कसैलाई मन्दिरतिर या कतै बाहिर बसिरहेको हुन्छ नि, खाना नपाएको भोकाहरूले खाना दिदिनु होला। तर बढी लिएर खाना चाहिँ चाहिनुभन्दा नि ओभर लिएर पनि पछि लास्टमा त्यो आधीभन्दा नि खेर फाल्छौँ नि, त्यो काम चाहिँ कहिले पनि नगर्नु होला। आफ्नो मनको कुराहरू पोख्न आएकोमा
पिरो पनि भयो। यदि मेरो कुरा सुन्दै हुनुहुन्छ भने कमेन्ट गरिदिनु होला। बाई बाई।